माई न्यू ब्लग। आज चाहिँ म यता बिहान नारिवल पानी खाइरहेको छु। यता यो चाहिँ बेसन चिसो छ। अब चाहिँ म यता यो नारिवल पानी खान्छु। अनि चाहिँ यता नारिवल खाइसकेँ अनि मम्मीले चाहिँ यता मलाई निकालेर चाहिँ यता भिडियो चाहिँ धेरै मलाई छ। मम्मीले चाहिँ यता मलाई निकालिरहेको छ। अब चाहिँ म यता मम्मीसँग मलाई निकाल्छ अनि हामीहरू चाहिँ यता यो मलाई खान्छौँ। अनि मलाई चाहिँ धेरै मिठो थियो। अनि मम्मीले चाहिँ यता पपाया काटिरहेको छ। अब चाहिँ हामीहरूको खाजा खाने टाइम पनि भइसक्यो। त्यसैले चाहिँ म उता खाजा खान जान्छु। अनि चाहिँ यता खाजा पनि यता आइसक्यो। अनि यता दाल छ, यता ढुलो अचार छ, यता चाहिँ माम छ, अनि यता साग छ। अनि यता चाहिँ कुर्सीमा छ नि यता चाहिँ एउटा खुट्टा भाँचिएको छ कुर्सीको। अनि त्यसैले चाहिँ बस्न गाह्रो भइरहेछ। अब चाहिँ म चाहिँ भए पनि यता माम खान्छु। अब चाहिँ नाम खाएपछि म उसँग भेट्छु। यता रेडी भइसकेँ स्कुल जानुको लागि। अनि छ नि आज चाहिँ मेरो स्कुलमा स्पेलिङ कन्टेस्ट छ अनि स्पेलिङ कन्टेस्टमा म पनि सेलेक्ट भएको थिएँ। अब चाहिँ छ नि कुन चाहिँ जित्छ भने थाहा हुन्छ आज। म चाहिँ यल्ला आउँछु हेरौँ लाखेको कुन चाहिँ अस्ति छ। अब चाहिँ म उता स्कुल जान्छु। स्कुलबाट घर आइसकेँ। अनि चाहिँ म चाहिँ यस्तो कपडा लगाएको छु किनभने म चाहिँ यता पार्टीमा जाने हो आज। किनभने उता ठुलो मम्मीको छ नि ठुलो मम्मीको छोरो छ नि उता अमेरिकाबाट अस्ट्रेलियाबाट आएर उता पार्टीमा जान्ला हो। त्यसैले चाहिँ हामीहरू उता पार्टीमा जान्छौँ। मैले चाहिँ यता चिकन र यता स्टिम पिज्जा स्टिम मोमो पनि खाइसकेँ। अनि यता पिज्जा पनि खाइसकेँ। अब चाहिँ अझै सिफ्रेन्ट मोमो आइरहेको छ। अब चाहिँ म यता खान्छु। यता मुस्ताङको आलु पनि आइसक्यो किनभने यता मुस्ताङको आलु अब चाहिँ म यता मुस्ताङको आलु खान्छु। म चाहिँ यता मुस्ताङको आलु खाइसक्यो। अनि यता चाहिँ सिफ्रेन्ट मोमो पनि आइसक्यो। अनि यता चाहिँ कोक छ। अब चाहिँ म यता सिफ्रेन्ट मोमो र यता कोक खान्छु। सिफ्रेन्ट मोमो पनि खाइसक्यो। अनि यता चाहिँ पिज्जा पनि आइसक्यो। अब चाहिँ म छ नि यता पिज्जा खान्छु। भइसक्यो। अनि छ नि म चाहिँ बारीबाट घर पनि आइसकेँ आजको लागि यति। राम्रो लाग्यो भने लाइक गरिदिनुहोस्, सब्सक्राइब गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस्। थ्याङ्क्स फर वाचिङ, बाई।